हेलो नमस्ते गाइज, वेलकम छ मेरो आजको ब्लगमा सबैलाई। आज चाहिँ हाम्रो गोबरको गुइठा बनाउने काम रहेको छ। आजको यस भिडियोमा म अनि मेरो साथमा मेरो सानीमा हुनुहुन्छ गोबरको गुइठा बनाउनलाई। आशा छ फुल भिडियो हेरिदिनु हुनेछ भनेर। यो चाहिँ गाउँको भुस, यो चाहिँ मुसेको गोबर, यो चाहिँ नमुसेको गोबर। रिल्स बनाएर कता बनाउनु यत्रो यत्रो कत्रो बनाउँदा सकिन्छ त्यत्रै बनाऊ। धेरै ठुलो बनाउन सकिँदैन, धेरै ठुलो बनाउन सकिँदैन। यहाँ भाँचिदिन्छु। ये तो सुनती है, इसको आधा कट कर लिए हम। आधा कट कर लिए हम गोइठा बनाने के लिए। अब स्टार्ट हुँदैछ गुइठा बनाउनु प्रोसेस। यसरी राख्नु पर्छ यसलाई। मेकिङ गुइठा यसरी। यो चाहिँ सन्ठी हो, यसरी लगाउनु पर्ने। मलाई चाहिँ बनाउनु आउँदैन, अहिले बनाउन म पनि सुरुवात गर्छु कस्तो हुन्छ। अहिले म बनाएको भिडियो पनि देखाउने छु। एकदम इन्ट्रेस्टिङ हुने वाला छ। यो तयारी हुन लाग्यो। अब चट्ट तयारी भयो, ऊ जत्रै भयो ठ्याक्कै। अनि त्यहाँनिर चाहिँ बनाएर राख्दैछौँ हामीहरूले। सकिन तुक्क कति राम्रो भिडियो बनाउँदै बनाइस भिडियो चाहिँ अन गरेको। अब अर्कोमा बनाउँछु भने बुझ पुगेर भनौँ भने यत्रो बुझ्छ। यो मैले बनाएको गुइठा हो। ल है गाइजहरु, अब मेरो मोसीको पालो। के गर्छ गाइज? गाइज गाइजहरु, हेर्नुस् गाइज, यो गुइठा उठ्नै मानेन, उठ्नै मानेन। यस्तरी होइन भयो। यो मैले गुइठा बनाएको भयो कि भएन गाइज? अब म उठाउने वाला छु यसलाई। बाहुबली लो उसकी बुझाए झरो गाइज, मैले घाममा के दिएछु न। खै गुइठो घर धेरै गोबर भएछ के गाइज? म बोकेर ल्याउँदैछु गाइज, मैले भएन। अब यसलाई फेरि लाउँछु ल। पहिलोचोटि गोइठा बनाउँदा कस्तो अनुभव भयो हजुरलाई? मैले बनाएको गुइठा चाहिँ धेर गिलो भएछ, अनि धेर भारी भयो, त्यही भएर झरी गयो। अयो हेत्तेरीको भएन यो अब, हेत्तेरीको भएन यो अब। सबै बिग्रो, सबै बिग्रो गाइज। मैले बनाएको गुइठाले मलाई हेपो। यो धेर भएछ। त्यो गुइठा बन्दैन त्यसको। बन्दैन, त्यो बनाइदिन्छ, फेरि बनाउनु पर्छ। हेर्न सक्नुहुन्छ गाइज, प्रयास जारी छ। एक पटक दोस्रो तेस्रो पटक गर्दैछु। हेर्नुहोस् गाइज, हिम्मत हार्नु हुँदैन।
हस् त गाइज अब मसीले पुरा दामीले गैठा बनाउन सिकिसक्नु भएको भिडियो अर्को नेक्स्ट पार्टमा हाल्ने नै छु। आजलाई यति नै, टाटा बाई बाई।